हामी प्रायः जसोले घर त बनाइरहेका हुन्छौँ, तर घर बनाउँदाखेरि ससाना धेरै गल्तीहरू गरिरहेका हुन्छौँ। र आज म तपाईँहरूलाई चाहिँ यो भिडियोमा घर बनाउँदा हुने 7 वटा ठुला गल्तीहरू, जसले गर्दाखेरि तपाईँको घरमा एकदमै धेरै समस्याहरू आउँछ, त्यो 7 वटा गल्तीहरूको बारेमा भन्न गइरहेको छु। अब पहिलो सबैभन्दा ठुलो गल्ती भनेको चाहिँ हामीले प्रायः जसो रेजिडेन्सियल बिल्डिङ बनाउँदाखेरि चाहिँ माटोको चाहिँ परीक्षणै नगरिकन चाहिँ हामीले अन्धाधुन्ध यसै हेरेको भरमै यहाँनिर यसरी चाहिँ फाउन्डेसन डिजाइन गर्दाखेरि हुन्छ भनेर चाहिँ स्ट्रक्चरल इन्जिनियर अथवा चाहिँ तपाईँको चाहिँ एउटा चाहिँ डिजाइनरले भनेको आधारमा हामीले चाहिँ माटो परीक्षणै नगरिकन चाहिँ घरहरू बनाइरहेका छौँ। हुन त अहिले नेपालको लेटेस्ट नेपाल नेसनल बिल्डिङ कोड अर्थात् एनबिसी 105/2082 ले चाहिँ नेपालको नगरपालिका अनुसार कुन चाहिँ नगरपालिकाको कुन चाहिँ वडामा कस्तो खाले सोइल कन्डिसन छ भनेर चाहिँ एउटा तथ्याङ्क चाहिँ सार्वजनिक गर्न चाहिँ गरेको छ। तर पनि हामीले चाहिँ आफ्नो साइटको चाहिँ माटोको कन्डिसन हेरेर त्यहाँनिर चाहिँ कटिङ छ अथवा चाहिँ ओभरफिलिङ छ अथवा चाहिँ तपाईँको चाहिँ खेतको जग्गा हो अथवा चाहिँ तपाईँको चाहिँ पाखो जग्गा हो, त्यो आधारमा चाहिँ तपाईँहरूले चाहिँ आफ्नो घरको निर्माण गर्नुभन्दा अगाडि चाहिँ डिजाइन गर्नुभन्दा अगाडि नै तपाईँले चाहिँ माटोको टेस्ट गरेको, त्यसमा अलिकति खर्च लागे पनि तपाईँले माटो टेस्ट गरेर चाहिँ घर बनाउँदाखेरि चाहिँ राम्रो हुन्छ। र यही गल्तीले गर्दाखेरि कहिलेकाहीँ हाम्रो घरहरू भाँसिने, जमिन चिरा पर्ने, होइन, पहिरिने जस्तो समस्याहरू चाहिँ हामीले देख्न सकिन्छ। अब त्यसै गरी अर्को ठुलो गल्ती भनेको चाहिँ हामीले चाहिँ जगको डिजाइन चाहिँ एकदमै कमजोर तरिकाले गरिरहेका हुन्छौँ। हामीले चाहिँ रेडी टु युज खाले एउटा कन्सेप्टलाई मानिरहेका हुन्छौँ। धेरै जसो डिजाइनरहरूले पनि त्यसैलाई नै फलो गरेको पाइन्छ, भनेको थम रुलमै आधारित भएर तपाईँको चाहिँ अब त्यही 5 फिट डाउन गएर त्यसमा हात्ती बाहिर हाल्ने अथवा चाहिँ तपाईँको चाहिँ 2-3 जग्गा च्यापेको छ भने सेन्ट्रिक फुटिङ हालिदिने, त्यति भएपछि जग बलियो हुन्छ भन्ने कन्सेप्ट छ। अब अघि नै भने अनुसार तपाईँको माटो टेस्ट नगरिकन चाहिँ त्यहाँनिर चाहिँ कस्तो खाले फाउन्डेसन टाइप आउँछ भनेर हामीले थाहा पाउँदैनौँ पाउनलाई। त्यहाँनिर चाहिँ ऱ्याफ्ट फाउन्डेसन आउने हो कि त्यहाँनिर चाहिँ कम्बाइन्ड फाउन्डेसन आउने हो अथवा चाहिँ तपाईँको चाहिँ आइसोलेट फुटिङ कस्तो खाले फाउन्डेसन हो त्यो थाहै नभइकन हामीले चाहिँ उही प्रचलनमा चलेकै अनुसार चाहिँ गरिरहेको आधारमा हामीले फाउन्डेसन डिजाइन गरिदिन्छ, जसले गर्दाखेरि भोलि तपाईँको घर चाहिँ भाँसिने अथवा चाहिँ भत्किने जस्ता समस्याहरू चाहिँ देखिन जान्छ। र अर्को एकदमै ठुलो कारण भनेको चाहिँ हामीले चाहिँ एकदमै कम गुणस्तरको सामान प्रयोग गर्ने हो। हामी चाहिँ घर सस्तो बनाउने चक्करमा सस्तो सामानहरू, कम गुणस्तरका सामानहरू खोज्न गइन्छ र सस्तो सामान तपाईँको कहिले पनि गुणस्तरीय आउँदैन। त्यसले गर्दाखेरि तपाईँको घरमा चाहिँ भोलि पर्सि बनिसके पछाडि चाहिँ तपाईँलाई केही समस्याहरू देखिने, होइन, त्यो तपाईँको चाहिँ सामानहरू बिग्रिने, टुट्ने, फुट्ने, होइन, चर्कने अथवा त्यहाँ लिकेज हुने समस्याहरू थुप्रो देखिन्छ। र हामीले घर बनाउँदाखेरि गर्ने ठुलो गल्ती पनि यो कम गुणस्तरको सामान, सस्तो सामान खोजेर नै हो। र त्यसै गरी अर्को ठुलो गल्ती भनेको चाहिँ अब प्रायः जस्तो मान्छेले के गर्नुहुन्छ भने अहिले घर बनाउनुहुन्छ, होइन, एउटा लोकल ठेकेदारलाई राखेर र सामान्य खालको आफैले नै हातले नक्सा गरेर मलाई यति बाई यतिको कोठा चाहियो, यहाँनिर किचन चाहियो, यहाँनिर भर्याङ चाहियो, अनि यहाँनिर पार्किङ चाहियो, यस्तो यस्तो कुराहरू भनेर चाहिँ उहाँले आफ्नै तरिकाले घर बनाइदिनुहुन्छ। नेपालको कतिपय पालिकाहरूमा अहिले पनि नक्सा पासै नगरिकन चाहिँ घर निर्माण भइरहेका छन्। भोलि गरौँला नि त नक्सा पास भन्ने तरिकाले, होइन। त्यहाँनिर त्यस्तो गर्दाखेरि चाहिँ तपाईँको चाहिँ त्यहाँनिर न इन्जिनियरिङ मापदण्ड पुगेको हुन्छ, न चाहिँ तपाईँको घरमा चाहिँ प्रोपर तरिकाले चाहिँ इन्जिनियरिङ भएको हुन्छ। इन्जिनियरिङै नभएको घरमा चाहिँ तपाईँको न त्यहाँ वास्तु मिल्छ, न त्यसको फङ्सन मिल्छ, न त्यसको क्वालिटी मिल्छ, होइन, के पनि मिल्दैन। त्यो कारणले गर्दाखेरि हामीले चाहिँ सकभर घर बनाउँदाखेरि चाहिँ सकेसम्म, होइन, त्यो गर्नुपर्ने अनिवार्य नै हो। तपाईँले चाहिँ नक्सा पास गरेरै तपाईँको इन्जिनियरिङ मापदण्ड अनुसार नै तपाईँको घरको नक्सा डिजाइन गरेर अनि मात्र चाहिँ तपाईँले निर्माण गर्नुपर्ने हुन्छ। अब त्यसै गरी अर्को हाम्रो ठुलो गल्ती भनेको चाहिँ हामीले चाहिँ पानीको त्यसको ड्रेनेज सिस्टम नमिलाइकन, घरमा वाटर प्रुफिङ नगरिकन हामीले घर बनाउँछौँ। हामीले सस्तोमा घर बनाउनलाई चाहिँ खोजिरहँदाखेरि चाहिँ सामान्य खर्च लाग्ने वाटर प्रुफिङहरू नगर्नाले, तपाईँको चाहिँ ड्रेनेज पाइपहरू, होइन, गटर लाइनहरू चाहिँ नमिलाउनाले भोलि तपाईँको घरमा पानी छिर्ने, पानी रसाउने, तपाईँको चाहिँ वालमा चाहिँ ड्याम्प देखिने, होइन, त्यस पछाडि फेरि तपाईँलाई वाटर प्रुफिङ गर्नुपर्छ अथवा घरको रेनोभेसनै गर्नुपर्ने अवस्था आउनसक्छ, होइन, अथवा त्यो सामानै परिवर्तन गर्नुपर्ने अवस्था आउनसक्छ। त्यो कारणले गर्दाखेरि हामीले एकदमै कम खर्च हुने तपाईँको 2-2.5 तलाको घरमा तपाईँले वाटर प्रुफिङ गर्दाखेरि तपाईँले छतमा, बाथरुममा, होइन, र त्यसै गरी अन्य पानीमा एक्सपोज भइरहेको ओपन स्पेसहरूमा चाहिँ वाटर प्रुफिङ गर्दा तपाईँको त्यही 1.5-2 लाख बचाउने चक्करमा चाहिँ हामीले घरलाई चाहिँ प्रोपर वाटर प्रुफिङ नगरिकन हामीले चाहिँ वाटरको ड्रेनेज सिस्टमहरू, होइन, गटर सिस्टमहरू केही पनि नमिलाइकन चाहिँ घर बनाउने गल्ती गरिरहेका हुन्छौँ। तपाईँहरूले यो कुरामा पनि ध्यान दिनु पर्यो। अब त्यसै गरी अर्को ठुलो गल्ती भनेको चाहिँ हामीले चाहिँ कामदारको छनौट गर्दाखेरि हुने हो अथवा त्यो काम गर्ने टिमलाई छनौट गर्दाखेरि हामीले एकदमै धेरै गल्ती गरिरहेका हुन्छौँ। अब हाम्रो बेसिक कन्सेप्ट भनेको कुनै पनि एउटा रजिस्टर निर्माण कम्पनीलाई काम दिँदाखेरि चाहिँ महँगो पर्छ, उसले पनि ठेकेदार लगाउँछ, अनि ठेकेदार लगाएको पैसा त हामी आफैले सिधा ठेकेदार लगाउँदाखेरि त्यति नै खर्च हुन्छ। बेकारमा त्यो निर्माण कम्पनीलाई बिचमा बसेर कमिसन खान किन दिने भन्ने यस्ता कुराले गर्दाखेरि चाहिँ तपाईँको चाहिँ
तपाईँहरूले कामदार छनौट गर्दाखेरि तपाईँले उही लोकल मान्छे नै प्रयोग गर्नुहुन्छ, त्यति धेरै ट्रेन्ड नभएको, त्यति धेरै काम नगरेका, अनुभव नभएका, यसो कहिलेकाहीँ कामहरू पाउँदाखेरि काम गर्ने मान्छेहरूले चाहिँ काम गर्दाखेरि तपाईँको घरको गुणस्तर चाहिँ आउँदैन। तपाईँले त्यहाँनिर जतिसुकै क्वालिटीको सामान राख्नुहोस्, जतिसुकै ब्रान्डेड र जतिसुकै महँगो सामान राख्नुहोस्, जब त्यहाँ काम गर्ने मान्छे र त्यसलाई चाहिँ नियमन गर्ने मान्छे अर्थात् भन्नु त्यसलाई सुपरभाइज गर्ने मान्छे चाहिँ एक्सपिरियन्स नहुँदासम्म तपाईँको घर बलियो पनि हुँदैन, गुणस्तरीय पनि हुँदैन, टिकाउ पनि हुँदैन। त्यो कारणले गर्दाखेरि हामी चाहिँ घरलाई सस्तो बनाउने चक्करमा अथवा निर्माण कम्पनीले चाहिँ हामीलाई ठग्छ, लुट्छ भन्ने जस्ता गलत भ्रमहरूले गर्दाखेरि चाहिँ हामीले चाहिँ एकदमै लोकल मान्छे, लोकलै सामान र लोकलै तरिकाले काम गर्दाखेरि चाहिँ तपाईँको घर त भोलिको दिनमा त बिग्रिन्छ र यो नै हाम्रो सबभन्दा ठुलो गल्ती पनि हो। अनि अब त्यसै गरी एकदमै ठुलो गल्ती अन्तिम पनि हो र ठुलो पनि हो, हामीले चाहिँ हाम्रो मापदण्ड विपरीत नै तपाईँले नक्सा चाहिँ 2.5 तलाको बनाउनुहुन्छ अथवा 3 तलाको बनाउनुहुन्छ, तर तपाईँलाई घर चाहिँ 5.5 तलाको बनाउनु पर्ने हुन्छ र तपाईँले निर्माण सम्पन्न भएर आइसके पछाडि तपाईँले 2 तला थपिदिनुहुन्छ, मापदण्ड विपरीत नै। अब कि त तपाईँले चाहिँ सुरुमा नक्सा डिजाइन गर्दाखेरि नै तपाईँले 5 तलासम्मको लागि भनेर नक्सा डिजाइन गरेको भए त्यही अनुसारको तपाईँको घरमा चाहिँ पिलरको साइज आउँथ्यो, बिमको साइज आउँथ्यो, त्यहाँ कति साइजको डन्डी लाग्छ भन्ने आउँथ्यो, कुन चाहिँ ग्रेडको कङ्क्रिट चाहिँ प्रयोग गर्नुपर्छ, M20 को गर्नुपर्छ कि M25 को गर्नुपर्छ कि भन्ने कुराहरू त्यो डिजाइन गर्दाखेरि आउँछ। तर तपाईँले के गर्दै हुनुहुन्छ, 3 तलाको, 2 तलाको, 2.5 तलाको घरको डिजाइन गर्नुहुन्छ अनि त्यस पछाडि तपाईँले घर बनाएर सक्ने बेलामा चाहिँ तपाईँको घर 5 तलाको बन्छ। अब ल आफै सोच्नुहोस्, 3 तलाको लोड बियरिङको लागि तपाईँले चाहिँ डिजाइन गरेको फाउन्डेसनले अब 5 तलाको लोड कसरी बियर गर्छ, सक्दैन नि त होइन। उही तपाईँले चाहिँ 50 किलोको भारी बोक्न सक्नुहुन्थ्यो, तर तपाईँलाई चाहिँ अब भ्याउनु पर्ने छ भनेर चाहिँ 80 किलोको भारी बोक्नु पर्यो भने तपाईँलाई कस्तो गाह्रो पर्छ, तपाईँको घरको जगलाई पनि त्यस्तै गाह्रो पर्नेवाला हुन्छ। त्यो कारणले गर्दाखेरि तपाईँले चाहिँ यदि तल्ला थप गर्नुपर्ने छ भने अथवा चाहिँ तपाईँलाई चाहिँ घर बढाउनु पर्ने छ भने तपाईँले नगरपालिकामा गएर अथवा चाहिँ तपाईँले चाहिँ एउटा डिजाइनरसँग कन्सल्ट गरेर तपाईँको घरमा तल्ला थप्न मिल्छ कि मिल्दैन भन्ने कुरा निकुरेल गरेर मात्रै तपाईँले चाहिँ तल्ला थप्नुपर्छ। अथवा तपाईँले सुरुमै तपाईँको मापदण्डले दिँदैन र निर्माण सम्पन्न भइसकेपछि तपाईँलाई घर थप्नुपर्ने छ भने पनि तपाईँले स्ट्रक्चरल एनालाइसिस गर्ने बेलामा 5 तल्लाको लागि गर्नु र नगरपालिकामा लिएर जाने बेलामा 3 तल्ला 3.5 तल्लाको लिएर गएर नक्सा पास गर्नु र पछि तल्ला थप तथा संशोधन गरेर तपाईँले फेरि नगरपालिकाको मापदण्ड अनुसार नै तपाईँले चाहिँ काम बढाउनु होला। होइन भने तपाईँको त्यो काम एक हिसाबले वैधानिक पनि हुँदैन र स्ट्रक्चरली त्यो कुरा चाहिँ फेलियर हो। त्यो कारणले गर्दाखेरि हामीले घर बनाउँदाखेरि यस्ता गल्तीहरू नगर्नको लागि चाहिँ सोच विचार गरेर एउटा राम्रो डिजाइन कम्पनी अथवा चाहिँ निर्माण कम्पनी त्यहाँ भएका चाहिँ तपाईँको चाहिँ इन्जिनियर आर्किटेक्टहरूसँग बसेर कन्सल्ट गरेर मात्रै यो कामहरूलाई चाहिँ अगाडि बढाउनु होला। होइन भने तपाईँले जीवनभरि मेहनत गरेर बनाएको घरमा यिनै कारणहरूले गर्दाखेरि तपाईँलाई चाहिँ भोलि गएर चाहिँ टाउको दुखेको विषय बन्न सक्छ। र निर्माण सम्बन्धी यस्तो जानकारीको लागि हामी आरम्भ ग्रुपलाई चाहिँ फलो गर्दै गर्नु होला।